हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ भ्यालेन्टाइन डे होइन। अनि मैले चाहिँ मेरो बुढालाई के सरप्राइज दिन लागेको छु एकचोटि हेर्दै गर्नु होला होइन। उहाँ चाहिँ भित्र पुच्चेसँग हुनुहुन्छ अनि मैले चाहिँ यहाँ दराजबाट थाना पनि गरी सामान निकालेर ल्याएँ। अनि छिटो उठेर अनि दुध तताउँदैछु, पानी पनि तताउँदैछु। अनि थाना पनि गरी लिएर आएको थियो दराजबाट निकालेर। मैले चाहिँ यो सामान अस्तिदेखि नै धेरै भइसकेको थियो मगाएको। हेर्दै जानु होला है बुढाको रियाक्सन कस्तो। ह्याप्पी भ्यालेन्टाइन डे बुढा। यता हेर्नु न हो। ह्याप्पी भ्यालेन्टाइन डे बुढा। खोल्नु न। दामी छ। बेल पनि धन्यवाद। कस्तो लाग्यो? दामी छ ल। सरप्राइज गिफ्ट हैन? पर्छ ल। पैसा चाहिँ खोइ? पैसा त कहाँ हुन्छ त अनि? अब अर्को पार्टमा गिफ्ट राखेको के भन्छ, पैसाहरू राख्दै हुनुहुन्छ हैन? सरप्राइज सोच्नु भएको थियो? नाइ। अस्तिदेखि मैले भनेको के त्यस्तो लागेन? मलाई बाचा लागेन। हाम्रो जाने चाहिँ यहाँ छ। गेस्ने गर्नु ह्याप्पी भ्यालेन्टाइन थ्याङ्क यू अरे। यस्तो हेरेर अझ यस्तो राम्रो, मलाई राम्रो लाग्यो यो रोज चाहिँ सानो टिक। यो किनभने मैले सबै यहीँ परेको थियो, मैले त्यो हेरेर लिएर आएको क्या। यो भित्र होइन, यहाँ बाहिर थियो, यसमा थियो क्या यो झोलाभित्र। 1000 रुपियाँ त मसँग कति थियो त पैसा थाहा छ? 1000 रुपियाँ ढ्याक्कै दियो होइन। अनि 1000 रुपियाँ यसो दिन ट्याटाको दिन पनि भयो अघि होइन। अनि लगेर दिएको। मलाई बट्टा चाहिँ यस्तो राम्रो लाग्यो क्या। ह्याप्पी भ्यालेन्टाइन डे नै लेखेको छ यो। मगाए सामानहरू मगाएको बेला होइन, जे सामानहरू मगाएको हुन्छ त्यो अब भ्यालेन्टाइन डेको लेखेको हुन्छ। अनि त्यसपछि बर्थडेको बर्थडे नै लेखेको हुन्छ क्या।